केटाकेटी हो सन्चै अहिले चाहिँ मर्निङ टाइम अनि अहिले चाहिँ म चाहिँ घरमा होइन घरमा अनि अहिले चाहिँ आज चाहिँ बाह्र होइन आज चाहिँ अब रीतिरिवाजको अनुसार भेजिटेरियनहरूको लागि गिरौँडा काट्न लाग्दैछु अनि म चाहिँ फेरि अनि आज फेरि गाउँ पनि जानु हो मामु घरमा गएर बाख्रा बनाइदिनु हो बाख्रा काट्छु त्यसको पनि टक भिडियो हाल्छु मलाई भिडियो हाल्छु म बाख्रा काटेको खर्लाङ काटेको भिडियो हाल्छु क्या अहिले फर्स्ट टाइम के भन्ने चाहिँ खतरा लाग्यो बाख्रा त भेजिटेरियन हेलो केटाकेटी अब चाहिँ म चाहिँ यो छुट्याउन जाँदै हेर कत्रोबाट गयो आएर हेर केटा भेजिटेरियन फर भेजिटेरियनको लागि है केटा फर भेजिटेरियन यता मैले देखाउँछु यहाँ चाहिँ हेर यसलाई चाहिँ पुछार भन्छ खासमा यो पुछार हुनुपर्छ मम्मीले तरै अगाडि गरिदिन्छ यो शिर हुन्छ टाउको बुझ्यो म तपाईँले उल्टो गरे जस्तो लाग्यो यो त पुछार होइन पुछार यो शिर कहाँ हुने हो जुनबाट झिकेको हुन्छ त्यो पुछार हो नि कस्तो यो टाउको त यो पुछार हैन हेलो गाइस कहाँ पुछार हुने यसले उठाएको जबरजस्ती मलाई यो चाको यो टाउको त नि मम्मीहरूको सिनियर हामी यसो गर्ने त्यस्तो होइन त कसले हान्यो ए ल ल ल उल्टो है यो चाक होइन यसरी फल्ने होइन र टुप्पोबाट फल्दै जाने होइन र अच्छा यहाँबाट फल्दै आउने होइन र यहाँबाट फल्दै आउने चाहिँ यो चाक होइन त नि यो टाउको पुछार जस्तो देखेको के हो त हाल्नु जे भयो भने गाई छैन यसको मोय भयो होइन खुब आफूभन्दा सिनियरलाई उस गरिरहेको थियो अब आफै भइहाल्यो त्यसलाई 12 ठुटाउँछ के जा अब त्यस्तो के अरे घेरा होला उस गरेर बाख्रा काट्न लाग्यो भने केटा यो त थुप्रै हो कि यो त खोइ यार मरु हाई बन्द यहाँ खतरा जब यहाँनिर टुटाउँछ अब यो काटेर वारी पारी गर्छ होइन गाई चामल हेर राख्नु यहाँ यसरी मन छाउनु पर्यो बाख्रा हो ल जोस छोड्यो केटा होइन बुढो कमिलाले टोक्देला उ ल त ल केटा काटिदिए हेर्दा केटा हो यार लो केटा ओए माथि फाल्यो त्यसरी नफाल्न उ यहाँ राख्नु हौ फेरि मम्मीको कराएको कारणले फेरि ल्याउँदै यो रगत पठेरी हो कि सानो पठेरी पेटबाट झिक्दिएको हड्डी नि छैन हड्डी नभएको सबै फालिदियो माथि खाँदै होइन हेर्नु बाटो यस्तो बनाइसक्यो पहिला कच्ची यस्तो बवाल कच्ची थियो क्या अहिले अनि अहिले चाहिँ वार बनाएको अब साधन लिएर जानु पर्यो नि लैजाने बवाल तरिकामा यो भित्र पनि पिच बनाइदिनु हुन्थ्यो यार साधन त म त फिक्स लिन्थ्यो यो भित्र पनि पिच बनाइदियो नि त टाटा हामी चाहिँ होइन अब यति माथिदेखि चाहिँ खतरा भिउ देखिन्छ होइन यो
पछाडि भएको त अहिले त अझै छ क्या होइन छनु चल्नु लाग्छ डेन्जरस भिडियो मन छ अब आउँछ चियान लडायो केटा अब यार चियान आयो चियान अब लडायो अब हामी होइन उता क्लियर हुन्छ तर भ्यू पनि खतरा छ कि गाइडतिर भ्यू पनि खतरा उता माथि छ तर खतरा बाटो बनाइछ यो ठाउँ त Cian darah cian ada buka ya view yang jauh le view itu ramai view pada di sini jauh le क्यामेरा अब चियान आयो अब हजुरलाई होइन क्लियर मुर्दा देख्नु मन छ भने अब यहाँ छ एक केटा हो मूर्तिहरू सब खतरनाक मूर्तिहरू हेर्नु मन छ होइन होइन अब राजेश्वर पनि आउँछ त्यो होइन हाम्रो गाउँको बेलाउती है बेलाउती हेर बेलाउती छल्ला खायो बेलाउती त्यो बवाल हेलो केटा हो अरे गाउँको होइन बेलाउती होइन यस्तो हो कि रातो परेको है रातो है त्यो बवाल खानु मजा खुर्सानी बाह्र भ्यू सिङ्गल एउटै घर दायाँ बायाँ
कता त्यहाँ चढिरहेको होला त्यस्तो खोजी खोजी होइन बुढी त्यहाँनिर आखै कहाँ गयो अहिले चाहिँ उखु खाँदै उखु उताबाट काटेर ल्यायो खै त भाइहरू सक्छन् पुड्केले नि खाँदैन पुड्के के खाँदियोस् के हो यसको नाम के हो यो त हाल्छु अब त चुस्नी काट रे के रे बाबु फेरि अन्त ल यसको नाम के हो होइन के यसको नाम अर्कै हो के हो चुस्नी काट यसको नाम उखु हो थाहा हेलो हाम्रो गाउँको रीतिरिवाज जस्तै हो मैले नि अघि त्यसले गर्दा चाहिँ भाइले अहिले त्यही डन क्याब्रे बोका यात्रा बनाएको बोका यो भुन्टे डन डन खान्छ एउटा थम्बनेलको लागि फोटो खिचाउन त यता 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 फोटो खिच्दिएन सत्र नि अर्को नाति आएर खायो यसले हान्छ यो मार्दा ल हान कहाँ त्यसले हानि त्यो त पुजारी मान्छे त काट्दा बिहान त भाइले नकाटेर पो तैँले ल हेलो गाइज अब हाम्रो होइन के भन्छ बाख्रा काट्छ होइन र यसको बाख्रा होइन यसको बाख्रा देखेर गाँड हट्टिसक्यो यसको बाख्रा कुन्नु देखाइदिउँ देखाइदिउँ यो के डरायो पुड्के डरायो भिडियो खिच्दिउँ ओ नानी ओ यहाँ समात त क्यामेरा एकदम डर समात जुत्ता फुगाल डाली खुट्टा वार्म अप गर्नुपर्छ अरे के कान्छा बाबु आइज यति हो यही हो अरू छैन ओइ हातले आम रेडी अहिले चाहिँ मैले बाह्र गएर है अहिले चाहिँ यसको हालत खराब भइसक्यो म त मरेन होला भनेको त ठुट्टिसकेको छ त्यही पनि त्यहाँ भिडियोमा जान्छ देखेर तर थर्र त गर्थ्यो किनकि फर्स्ट टाइम थर्रको हुन्छ हामी सिधै हो
बिउ हेर्दै ल अहिले खाना नि बिस्तारै बिस्तारै बढ्दैछ नि ल अब बिस्तारै पाँदे देखाउनु पानी त फाल्न हो खाए ओ कस्तो स्वाद बाबु नासन मुक्कामाले फुका 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 बल्ल अब कोतार्न सकिन्छ भएन भएन यी भयो लु भाइ कस्तो स्वाद आहा अहिले खानालाई चाहिँ कस्तो फिल भयो बाबु एकदमै गाह्रो हुँदो रहेछ ठिकै थियो किनकि म एक्सपिरियन्स मान्छे अन्त एक्सपिरियन्स केटाकेटी हो नुन खुर्सानीसँग के नाचेको त्यस्तो यता बत्ती बाल त अनि अहिले चाहिँ हामी सबै खान्छन् खाएर बसेको है केटाकेटी हो अनि अहिले चाहिँ अँध्यारो न अँध्यारो भइसक्यो यहाँ लाइट पनि छैन एकदमै गाह्रो परिरहेको छ यहाँ कुन बेला के आइदिन्छ कसैलाई अत्तो पत्तो नि हुँदैन त्यही भएर चाहिँ आजको लागि भिडियो चाहिँ यति नै है आज चाहिँ भिडियो सिडियो सबै अब एन्ड गरिदिन्छ अब कहिले हुन्छ भोलि चाहिँ टिका भन्ने हुन्छ अब यो भिडियो चाहिँ कहिले आउँछ मलाई पनि थाहा छैन किनकि नेट पनि छैन म घर गएर अपलोड गर्न सक्छु घर गएर अझै अपलोड गर्नु हो तर भोलिकै टिका छ फेरि भोलि चाहिँ टिका चाहिँ छुट्टै अपलोड गर्नुपर्छ फेरि त्यो चाहिँ गरौँला होइन भोलिपल्ट गरौँला तर म जति सक्छु यो भिडियो चाहिँ भोलि नै अपलोड गर्ने टिकाको दिनमै अपलोड गर्दैछु ल टाटा बाई बाई